नमस्ते। फेरि पनि नयाँ ब्लग लिएर आएको छु। यो ब्लग चाहिँ खास गरी आज जापानमा काम गरेको 1 महिना नि भएछ अनि ठ्याक्क 1-2 तारिकमा सेलेरी आयो। Oh my God! Wow! आज बुढीको पनि छुट्टी थियो। येशु नै चौतारी लै अब हामी ट्रेन स्टेसन आइपुग्यौँ। हाम्रो रुमदेखि चाहिँ धेरै टाढा पनि छैन, 10 मिनट हिँड्ने त। अब ट्रेन स्टेसनबाट अब हामी वेट गर्छौँ। यो चाहिँ अर्को स्टेसन, यो चाहिँ आएको चाहिँ अब यताबाट आउँछ अर्को हामी जाने। एकछिन हामी वेट गर्छौँ ट्रेनको लागि। फाइनली ट्रेन पनि आयो। 10 मिनट वेट गर्दा अब ट्रेन आयो। अब ट्रेनमा हामी जाँदैछौँ। त्यही भएर ट्रेनभित्र बस्छौँ। ट्रेनमा बस्ने ठाउँ छ, यहाँ बस्छौँ। खास गरी हामी अब आइसकेँ। अब हामी झरिसकेँ ट्रेनबाट। अब आज पहिलो सेलेरी आएपछि यसो हल्का बुढीलाई पनि अब पहिलो सेलेरीबाट केही सपिङ गरिदिउँ। अहिलेसम्म केही किनेको छैन। अब म जापान आउने बित्तिकै उसले के किनिसकेँ मेरो लागि, लुगा कपडा सबै जुत्ता। अब मैले पनि त अब केही किनिनु पर्ने छ नि पहिलो सेलेरीबाट। आजको मौसम एकदम अँध्यारो छ, पानी पर्दैछ। यो 3 दिनसम्म पानी चाहिँ कस्तो अँध्यारो छ जापान। अँध्यारो भएको छ। हामी नेपाली रेस्टुरेन्ट जाँदैछौँ। बुढीले देखेर वेलकम गर्ने पार्क पनि राम्रो छ। नाम के हो नेपाली रेस्टुरेन्टको? ट्रायएन्जल के छ त यो? नेपाली हो र? कोही छैन सुन्नु न। यो त बन्द भइसक्यो त। टाइम पनि छ 3 बजीसम्म। सोमबार हो? सोमबार त बिदा रहेछ नि। सोमबार बिदा ल बुढी। अब यस्तै आज त अनलक्की हामी त है। हामी अनलक्की छौँ। ल हामी फर्क्यौँ। खाली हात आयो। खाली हात आएको खाली हात जाने हो क्या हो।
झन् अझ केही किनिदिउँ भनेको सपिङ गरिदिउँ भनेको त खै पानी पनि पर्न लाग्यो। ल हामी नेपाली रेस्टुरेन्ट पूजा काठमाडौँ करी पूजा काठमाडौँ करी आएको छ। नेपाली रेस्टुरेन्ट पाउँछ नेपाली रेस्टुरेन्ट के छ नाम सबै हामी नेपाली रेस्टुरेन्ट आएछ कि बोकिँदैछ मेनु हेर्दैछ। अब हामीले खाने भनेको आखिर लास्टमा मेनु हेरेँ के काम लास्टमा अर्डर गर्ने मोमो नेपाली हो। यहाँको भ्यू चाहिँ यस्तो छ। जस बस्नको लागि चाहिँ कुनै अप्ठ्यारो छैन साङ्गो छैन खुल्ला छ जति बस्नु आँट्दा नि हुन्छ। के बनाएको चिकन टिक्का मोमो चिकन टिक्का अर्डर गर्नु नेपाली रेस्टुरेन्ट। अब हामी खाएर निस्किसकेको छौँ। निस्केपछि पानी परेछ कस्तो मौसम पनि पुरै पानी परेछ। अब हामी निस्केको नवीन चाहिँ अगाडि छ। ल